गाइस अब हामी भैरवस्थानको दर्शनपछि अब हामी रानीमहल जाँदैछौँ है। अब हामी यहाँबाट रानीमहल जाँदैछौँ। हाम्रो गोरखपुरको सरहरू आउनु भएको छ। सर कलेजबाट आउनुभएको? हजुरको कलेज छ? कलेजबाट आउनुभएको सरहरू अहिले गोरखपुर चाहिँ आउनुभएको छ है। सुन्नुभयो अहिले हाम्रो गाडीमा घुम्दै घुम्दै आउनुभयो। अब रानीमहल यहाँ भैरवस्थानको यात्रा राम्रै भयो, घुम्नुभयो। अब रानीमहल त्यसपछि पाल्पा हामी फेरि बुटोलतिर जाँदैछौँ। मेरा यूट्यूब पे जाता है, यूट्यूब है, लिंक बता दीजिएगा। हाँ ठीक है। गोरखपुर का शहर है, यूट्यूब लिंक ले लीजिएगा। अब हामी हम वही सब बनाया था, छोटा छोटा करके पूरा घर जाके एडिट करके पूरा डालेंगे। को कहाँबाट आयो है, कैसे आया, कहाँ गया। अब हामी रानीमहलको लागि तयारी अवस्थामा गाइस, हाम्रो गोरखपुरको टोली है, कलेजबाट आएको टोली छ गाइस। गोरखपुरको टोली हो हाम्रो। अब हामी यहाँबाट रानीमहल भैरवस्थानको यात्रापछि रानीमहल गाइस देख्न सक्नुहुन्छ। हाम्रो सरहरू विद्यार्थीहरू सबै लगायत आउनु भएको छ। अबको हाम्रो यात्रा रानीमहल। मेरो युट्युब रहेको छ याफेआरएसयू फर्स्टुडियो यान्डन। लगायत अब हामी रानीमहल आइसकेको अवस्था छ। गोरखपुरको टोलीहरू आइसकेको अवस्था छ। अब रानीमहल भैरवस्थानपछि रानीमहल, त्यसपछि पाल्पा। उत्रे रानीमहल हाम्रो सर उत्रे जेल हो जाएगा फिर। म्याडम जी पनि आउनु भएको छ है गोरखपुरबाट गाइस। अन्त रानीमहललाई पुरा चट्ट पारेर है रङ लगाएर रहेछन् है गाइस। र रानीमहलमा चाहिँ रङ लगाउने व्यवस्था भएको रहेछ। मेरो युट्युबबाट सुनेर त होइन यार रङ लगाइदिएको। काली गण्डकी नदी है, काली गण्डकी। ल गाइस अब यहाँ हाम्रो गोरखपुरको टोलीलाई पनि हामी यहाँ रानीमहल ल्याइयो। ए बहिनीहरूले उल्टी गरिरहेको छन् बिचरा। अब इन्डियाको मान्छे उल्टी गरेछन् बसेर गाइस। अब हामी नेपाली त सबै देख्छौँ के अरे होइन। अब यसो इन्डियातिरको नदी पनि रमाइलो मानिरहेको छन् है गाइस। खुब रमाइलो मानिन्छ तपाईँहरू देख्न सक्नुहुन्छ है गाइस रानीमहल। YouTube subscribe याफेआरएसयू फर्स्टुडियो यान्डन। काटौँला नि यार, कति आत्तिको र भर्खर आउँदा यार। कहाँ जाने यार? अहिले हाम्रो गाडी जानु पऱ्यो। जान्छ, हाम्रो साधन छ नि। त्यस्तो नभन्नु नि त यार। खोला किनारा नि दाइले अहिले अप्ताउनु भएको यार।
कति रुपियाँहरू पर्छ यो सरसफाइको त होला ध्यान वेलकम टु माई रानी महल। अब रानी महलबाट हामी हिँड्न लाग्यो है सरहरूलाई लिएर बुटोलतर्फ जाँदै गरेको अवस्था, सरहरूलाई गोरखपुर जाँदा ढिलो भइरहेको अवस्था। अब हामी हिँडेको अवस्था है गाइज यहाँबाट। Okay, yes. माल भी यहाँ पर नहीं, माल यहाँ नहीं है। चलिए फिर ग्राउंड सामान टूड़ी खेल में आई, टूड़ी खेल में अब इन्डियामा 5 रुपियाँ पाइन्छ। यो बहिनीहरू अलमल्ल पऱ्यो यहाँ 50 रुपियाँको चटपट खाँदाखेरि है। ल गाइज अब म चटपट खुवाउँदैछु बहिनीहरूलाई। के खायो मकै मकै कोही चटपट खाँदैछ, कोही मकै खाँदैछ गाइज। ल है हेर्नुहोस् पाल्पा आएर यहाँ टुरी खेलमा आएर घुमाउनु भनेर लिएर है गोरखपुरबाट हामीलाई जम्मा 30,000 रुपियाँ दिएर नयाँ बाबु भनेको यति पहिलादेखिको कन्ट्याक्ट हाम्रो है गाइज। देख्न सक्नुहुन्छ अब हामी यो पाल्पा भैरवसम्म हुँदै रानी महलदेखि पाल्पासम्म आएको ओस्ताजी उहाँ गोरखपुरको ओस्ताजी उहाँ है। उहाँको बङ्गला गाडी पुरा छ। उहाँले ह्यान्डलिङ गर्नुभएको उहाँको टिचर हो, उहाँ विद्यार्थीहरूको टिचर हो उहाँ। चलो बहन जी चलिए। बहुत बढ़िया बोल रहे हैं। हाँ बढ़िया बढ़िया बहनी यूट्यूब चैनल सब्सक्राइब करा है। यूट्यूब चैनल है हमारा। सब्सक्राइब करेंगे। नाम बताइए। परशुडन यहाँ से आ जाए स्टूडियो एंड अच्छा परस्यूडन लेकर आ रहे हैं। तो वहाँ पर करना है तो आपका आएगा शाम को पूरा कांदा गायदा वो सब आएगा। ओ यहाँ आएर नि यस्तो यस्तो कुवाहरू किन्नु भएको छ है पाल्पामा आएर पाल्पाको सिनो भनेर है इन्डिया गोरखपुरबाट घुमाउनु लिएर आएको यस्तो यस्तो किनेर देखाउँदै हुनुहुन्छ। उहाँ म्याडम हो है म्याडम, यो बिएड पढाउने म्याडम हो इन्डियाको गोरखपुरको। हेलो। ए मैडम सब्सक्राइब करिए मैडम, आपका आएगा ये कांदा घूमेगा। पाल्पा दरबार।